साथीहरू हेर्नुहोस् यति कुर्न जति गाह्रो मलाई त्यस्तै हो कि। अनि सो आज चाहिँ ह्याप्पी न्यु इयर सबैजनाले यो भिडियो हेरेर बस्नुभयो सबैजनालाई ह्याप्पी न्यु इयरको चाहना। अनि के ओड भन्दै न के ओड ह्याप्पी न्यु इयर अरू पनि भन न के नयाँ जोस जागर यस्तो यस्तो ओडहरू के भन ल के भन्नु के हामी बोल्दैछौँ है त नव जोडीलाई युट्युब च्यानलमा ह्याप्पी न्यु इयर। कति बज्यो अहिले के छ त अनि कति बज्यो होला अहिले भन त अहिले निदाएको होइन तिमी पिएर ठ्याक्क 1 बजा छ देखाऊ 2 घन्टा लिन्छ जान चाहिँ हामी अलग अलग ठाउँ जानु लाग्यो हो ल खालिसक्यो गाडी हाल्नु छ जाम हिँड्यौँ त्यस्तो राम्रो देखेको यहाँ बसिरहेको छौँ गाडीमा देखिरहेको छ हेर त पहिरो सुनेर न देखिरहेको छ एकदम मस्त यहाँ हाम्रो साथीहरू यहाँ बसिरहेको छ खै कता गयो उसको भाइ यता खै कता हो देखिँदैन त यी दुईजना यहाँ बसिरहेको छन् नम्बर 1 कुराउने मान्छे हुनुहुन्छ यहाँ हामी यहाँ छौँ केले कुरा आयो अरे भाइ तिमीलाई किन त्यो ढिला आयो अरे तिमी सबैलाई बटुल्ला बटुल्दै ल हामी चाहिँ यहाँ गाडीमा आज लास्ट जाम छ मान्छेहरू भोलि पनि यस्तो छ हप गर्नु भइसकेको छ भोक लाग्यो के गर्नु भोक लाग्दाखेरि सब्सिडी सुत्ने भनेको सब्सिडी सुत्ने टाइम भनेको के थाहा छ गाइजहरू कन्टिन्यू एकदम सिस्टम भोक लाग्दो यति फ्रस्ट्रेसन पोख्नु भएर यहाँ आएर त्यो जाम छ यो भिडियो हेर्दैछौ भने प्लिज हाम्रो पिकअप गर्न आउनु होला यहाँ हरिसिद्धीमा किलोमिटर हेर्नु सक्नुहुन्छ यस्तो भिड छ यो फुल छ यहाँ फुल राम्रो हो कि मेरो हेराइ राम्रो हो भोक लाग्यो यार साह्रो 2 घन्टा जति हामी ट्राभल गरेर बल्ल पुग्ने हामी अझै जाम छ लास्ट जाम छ भोक लागिसक्यो यो भगवान् मलाई खाना दिलाइदियो यार हाम्रो भाइलाई पनि स्वागत छ तिम्रो पनि युट्युब च्यानल छ होइन
कस्तो जाम छ हेर्नुहोस् गाइज हो आज यहाँ आउनु ठुलो गल्ती थियो दिस इज नट गल्ती के छ यहाँ हिँड्दैछौँ गाइजहरू म त लास्ट भोग्ला छ यार गाइज खाने अब केही खाने अनि त्यसपछि मात्र होइन नआउने कतिको लगाइरहेको ओया एक्सप्रेसनमा कतिको भोग्ला खा भने कसरी कम धेरै भोग्ला भयो भयो 1 2 3 4 1 2 3 4 गाइज है एउटा कुरा तपाईँहरूलाई के सजेस्ट गर्न चाहन्छु भन्दाखेरि ओकेजनको बेलामा स्पेसल ओकेजनहरू हुन्छ नि यो त्यस्तो बारेमा गोदावरी चाहिँ प्लिज नआउनु होला एकदमै आज जस्तो आज जस्तो दुःख त मैले कहिले ल यो साथीहरू हिँड्दैछ पछाडि आजको मेरो पिङ ब्ल्याक ज्याकेट अनि ब्ल्याक चस्मा अनि क्युट रिङ अनि त्यसपछि त्यस्तै खालको अलग कसरी देखाउनु होइन अनि म पछि देखाउँछु ल अनि त्यही हो भोक लाग्यो कि भोक लाग्यो यो फुलसँग मैले त गरिदिन्छु भयो नि यता हेर त ल गाईहरू यहाँ छन् पाउने भोक लागेर हो मर्नु भइसक्यो गाइज आउँछ कि आउँदैन हुन्छ अनि सिमी पनि दिनेवाला छौँ हुन्छ पछाडि यस्तो भेट्छ 4 बजे भोक मुठो कि भोजन भन्दाखेरि भोकै मिठो हुन्छ त्यहाँ भोक जे खाइन्छ मजाले खाइन्छ भोक लाग्दा पनि मलाई यस्तो 5 स्टार यस्तो खाना चाहियो त्यो हेर्दै गरेको क्या त्यसले हेरेर बिचरा चाउमिन आइसक्यो त्यो चाउमिन खाँदैछ हामी मोमो आउँदैछ मोमो कुट्दै बसिरहेछौँ गाइज हुन्छ यता हामी गोदावरी पुगेकै छैन कस्तो दामी आएको हो यहाँ आधी घन्टा पनि भोक लाग्छ कफ दुइटै हो एउटा चाहिँ चिकन मोमो आएछ है मोमो चाहिँ मिठो छ अरे है त ल ल कस्तो छ 1 बाइट मिठो है ल मजा आएछ खाना कस्तो छ भिआइपी र ढिलो हिरोको पानी लास्टमा आउँछ मिठो होइन मिठो छ नट ब्याड है मिठो छ दारीले ओए आन्टी खैर आन्टी ओए आन्टी खैर ए मिठो लागेर अब इनलाई होइन आन्टी सबैलाई मिठो लाग्यो मिठो मोमो हेर्नु यहाँ हाम्रो भ्लग आउँछ आन्टी होइन तपाईँको गोपाल प्रमोसन मिठो छ मोमो चाहिँ साँच्ची हो भात मिठो छ साह्रै मिठो छ ल है आन्टी ठिक छ हो थ्याङ्क यू आन्टी हो आन्टी भोलि मिठो मान्छे मिठो है आन्टी हो भाइरल हुने भयो आन्टी ल किसिमले राम्रो होइन ल गाइस हाम्रो चाहिँ यहाँ आउँदैछ भावनी यहाँ फोनमा बिजी मान्छे अनि यहाँ छन् रोशन हाम्रो रोशन साथी यहाँ नवजोडीदेखि नवजोडीको यहाँ फोटोसुट भइरहेछ यहाँ 2 जना सालीहरू हुनुहुन्छ सो गाइज ह्याप्पी न्यू इयर सबैजनालाई गोदावरीमा आउन एकदमै धेरै स्ट्रगल गर्नु पर्यो होइन अनि तपाईँहरू चाहिँ यस्तो स्पेसल ओकेजनमा चाहिँ प्लिज गोदावरी चाहिँ नआउनु होला भन्न चाहन्छु र हामी चाहिँ भित्र गएनौँ बोटानिकल गार्डन सो हामी चाहिँ बाहिरतिर मात्रै जाँदैनौँ अब एकछिनमा गएर जाने हो यताको चाहिँ यस्तो देखिरहेछ नाइस राम्रै छ जस ठिकै छ अनि ब्याक आजको थिम ब्याक मेरो राजा आयो मलाई दिनु मेरो राजा आयो घोडामा
ल गाइस हामी चाहिँ यहाँ भर्खरै श्राद्धबाट आइसकेको छौँ अनि फाइनली गाडी पाइयो होइन 50 रुपियाँ तिरेर ल गाइजहरू ह्याप्पी न्यू इयर रेडी खै रेडी भयो सबैले भन्नु त कता हो यता आउनु है ह्याप्पी न्यू इयर बाई बाई होप यु लाइक दिस भिडियो बाई बाई